स्वयम्भूको स्तूपा हेर्नको लागि यो सिँढी नचढी नहुने। यो सिँढी चढ्दै गएर स्वयम्भूको स्तूपामा पुग्नेछौँ हामी। ल हाम्रो राजु सर अगाडि हलो गर्दै हिँड्नु भएको छ। यस्तो देखिन्छ यहाँ जङ्गलहरू, सुन्दर जङ्गल। स्वयम्भू तपाईहरु पनि आउनुहुन्छ भने यो सिँढीमा हिँड्नै पर्ने हुन्छ, एक्सर्साइज हुन्छ। माथि गएर रमाइलो दृश्यहरू देख्न पाइन्छ अनि त्यहाँबाट फेरि काठमाडौँ उपत्यका पुरै देख्न पाइन्छ। तपाईहरु अहिले हेर्दै जानुहोस् यही भिडियोमा काठमाडौँ भ्यालीहरू देख्नुहुनेछ। हाम्रो राजु सर अगाडि स्याँ गर्दै बढ्नु भएको छ। स्याँ त सबैलाई भयो नि, बोलिराख्ने मान्छे पनि स्याँ भयो उकालो चढ्दा चढ्दा। यस्तो छ यहाँ ब्याक साइडमा। यस्तो देखिन्छ। स्तूप आइपुगेन त? आइपुग्यो। यो कुकुर र बाँदर चाहिँ असाध्यै मिल्ने क्या यहाँ। यिनीहरू मितै लाउने रहेछ। मिलेन भने त यिनीहरूको राति आफ्नो रोजीरोटीको समस्या पनि होला नि त यिनीहरूलाई, होइन? हेर्नु त झिलिमिली आयो नि त। लेफ्ट साइडबाट हिँड्नुपर्छ, लेफ्ट साइड होला नि यताबाट। यता सुन्दर ठाउँ छ त नि, हेर्नु त। ल अब करिब स्तूपमा आइपुग्नु लाग्यो। स्वयम्भू स्तूपा। यसलाई चैत्य पनि भन्छ होइन? ओ परेको स्वयम्भूको सबभन्दा माथि हाइटमा आइपुग्यो स्वयम्भू डाँडा। कस्तो यस्तो ऊ पल्लोमा उता यो हो नि त मेन स्वयम्भूको स्तूपा यही हो। खै काठमाडौँ भ्याली त देखियो तर तुवालो परेछ क्या आज। तुवालो परेको दिनमा आइएछ। पट्टुलाई हेराएर आउनु पर्ने होइन? पट्टुलाई हेराएर त्यो खामबाट निकालेर आउनु पर्ने। आज ठिक छ कि छैन हेर्न भनेर। ए सुन्दर छ ल। यहाँ धरेर चाहिँ राम्रो देख्नुहुन्छ। 22 तले धरेर राम्रो देखिन्छ। यस्तो देखिन्छ काठमाडौँ भ्याली। काठमाडौँ भ्याली हेर्नुहोस् है, काठमाडौँ भ्याली। यहाँ बाँदर छ, बाँदर पनि यही बेलामा हेर्नुहोस्। स्वयम्भूमा आएपछि बाँदर हेर्नै पर्छ नि। यो हाम्रो पुर्खा हो। पुर्खा भन्नाले हाम्रो पुरो बाँदरको बाजेहरू एउटै हो भन्छ नि, त्यो भएर यसलाई पनि हेर्नुपर्ने भयो। काठमाडौँ भ्याली स्वयम्भूको डाँडोमा आएर यस्तो देखिन्छ। त्यहाँ धरहरा पनि देखिन्छ। यस्तो खालको देखिन्छ धरहरा।
यस्तो चाहिँ भ्याली यस्तो देखियो काठमाडौँ भ्याली हामी अब कहाँ जाने रे भन्नु त अब हामी घर जाने घर जाने अनि घुम्नु त घुमिहाल्यो कहाँ कहाँ घुमे त खोइ हामी अब पार्किङ त यता हो त हाम्रो नि मिठो खाजा 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 मान्छे नै कालो छ भने त कालो निकाल्ने कुरो भइहाल्यो होइन होइन अहिले चाहिँ ठिक छ हेर्नु हामीले कस्तो अहिले हेर्नु त अहिले धेरै वास्तविक रियल बाजे नाति यस्तो छ क्या अहिलेको कालो चाहिँ होइन अहिले चाहिँ होइन नपत्याउनु त्यो अर्कै हो तिनीहरू कहाँबाट साउथ अफ्रिकाबाट आयो कि कहाँबाट आयो यो चाहिँ बाजे नाति चाहिँ यिनीहरू नि यहाँसँग हिँडिरहेछन् अब पार्किङ त यता हो के अरे अब हामी अब कता जाँदैछौँ भन्नु त हामी स्वयम्भूबाट अब ललितपुर जाँदैछौँ काठमाडौँ जिल्लाबाट ललितपुर यात्रा हाम्रो बाजेले अब जोड दिइहाल्नुभयो अब हामीले बाटोमा जे भेट्छौँ हजुरलाई चाहिँ जस्ताको तस्तै दृश्य चाहिँ हामी राख्छौँ अहिले हामी स्वयम्भूबाट तल झर्दैछौँ स्वयम्भू घुमेर बाजे नाति चाहिँ एकदम इन्जोय गरियो बाँदरहरू हेरेर बाँदर त मजाले हेऱ्यो मेरो इन्जोय गर्यो अब हामी चाहिँ यहाँबाट तल झर्दैछौँ बाँदरको कुरो ल्याउनु भयो तपाईँले होइन बाँदरको इन्ट्रेस्टिङ कुरो के लाग्छ भने मलाई हेर्न मन लाग्ने इन्ट्रेस्टिङ कुरो के भने हाम्रो र बाँदरहरूको जरा एउटै हो अरे क्या त्यो भएर यसो रियलाइज गर्छु अनि हेर्न मन लाग्छ यसको दिमाग मात्रै विकास नभए दिमाग मात्रै विकास होइन मान्छे जस्तै यो पनि विद्वान बुद्धिजीवी समाजसेवी राष्ट्र निर्माण संसार बनाउने अनि मैले बुझेर चाहिँ यसको दिमाग मात्रै विकास नभए क्या त्यो भएपछि यो चाहिँ 4 खुट्टा हात खुट्टा 4वटा 4 पाउ टेकेर हिँड्ने भयो हामी चाहिँ 2टा खुट्टा टेकेर हात छुट्टेको विकास भयो यसरी दिमाग विकास नभएर के त्यसको त्यही भएर त्यसले घर बनाउँदैन आफ्नो घर पनि बनाउँदैन अरूले बनाएको पनि भत्काइदिन्छ भन्छ नि हो कि नाति भन्नु त हाम्रा पुस्ता जोड्नुहोस् तपाईँको पैसा कम्प्युटर सम्पत्ति भन्ने चिज नभए चाहिँ हाम्रो के इन्जोय हुन्थ्यो है लाइफ हामी पनि बाँदर जस्तो ठ्याक्कै बाँदर जङ्गलमै काँचै खाने जङ्गलमै बास जङ्गलमा जे पाउँछ गिट्ठा भ्याकुर त्यो त बोट बिरुवाको बालुवा जरा जे भेट्छ त्यही खाने न त्यसमा पकाउने त्यसलाई न नुन हाल्ने न मसला हाल्ने न पखाल्ने हो त्यति विकास यति फरक भयो क्या हामी स्वयम्भूबाट ओह्रालो झर्दैछौँ यो स्वयम्भूको ओह्रालो है यो भन्नुहोस् त स्वयम्भूको ओह्रालो करिब सकिँदा जस्तो लाग्यो हामी स्वयम्भू हुँदै स्वयम्भूबाट काठमाडौँ रिङ रोड र ललितपुरको रिङ रोड पनि डेभलप देखाउँछौँ है तपाईँलाई नेपालको विकास चाहिँ कतिको भइरहेको छ हिजोआज भन्ने कुरा पनि हामीले भन्नुभन्दा पनि भिडियोमा हजुरहरू नै बुझ्नु होला है मलाई अचम्म लाग्छ कि विकास भएन विकास त भएको छ नि जति हुनुपर्ने त्यो चाहिँ नभएको क्या होइन मलाई त्यस्तो लाग्छ विकास धेरै नै भएको यो होइन विकास भएको छ अहिलेको यो मूल्याङ्कन गर्ने विकास धेरै भएको मान्छेहरूको जातै असन्तुष्ट क्या के छ भने अब अरूले खायो मैले खान पाइनँ भने जस्तो हो यो चाहिँ स्वयम्भू रिङै घुम्ने बाटो हो यो अब यहाँबाट हामी ट्याक्कै चाहिँ उता अगाडि ठुलो ठुलो बुद्ध भएको स्वयम्भूको त्यो चोकमा निस्किन्छौँ त्यसलाई रिङ रोड पनि भन्छ कि होइन रिङ रोड काठमाडौँको रिङ रोड भन्छौँ अनि कोटेश्वर कलङ्कीको रिङ रोड विस्तार चाहिँ सकिएर अबको फेरि चाहिँ कलङ्कीदेखि कहाँसम्म हुँदैछ बाजे चालु ए मैले सुनेको थिएँ यो कलङ्कीदेखि कोटेश्वरसम्मको जस्तै बाटो हजुर त्यस्तै बाटो बनाउँदाखेरि त यहाँ त कलङ्कीबाट चाबेलसम्म
यस्तो बाजे यो सबै रिङ रोड छ नि, यो रिङ रोड सबै बनाउने हो। रिङ रोड पुरै नै ठ्याक्कै त्यही नै हुने हो। त्यसमा अलिकति पनि तलमाथि छैन, कतिपय ठाउँमा चाहिँ त्यही लेभलमा होइन त, त्यही नै सेम त्यही रेसियोमा त्यही क्वालिटीमा। अब यहाँ स्वयम्भूमा यो मन्दिरहरूले गर्दाखेरि अलिकति ढिला भएको छ भन्ने कुरो छ यता। अब ठिक छ, अब हामीलाई विकास पनि चाहिएको छ, अब हामीलाई संस्कृति पनि जोगाउनु छ हो। संस्कृति जोगाउन पहिलो गरेरै लानुपर्छ। भाषा संस्कृति भने एकदम महत्त्वपूर्ण हो कुनै पनि देशको लागि, कुनै पनि राष्ट्रको लागि। देशको लिभिङ स्ट्यान्डर्ड, देशको चाहिँ डेभलपिङ सिचुएसन भनेको त्यो भाषा संस्कृति नै रहेछ क्या, हो किन भन्नु त? एकदम भाषा संस्कृति विकास हुँदैन भने त्यो देशको विकास पनि अलिकति असम्भव नै लाग्छ मलाई। ल कुरा गर्दा आइपुग्यो हामी चाहिँ अब रिङ रोड आइपुग्यो। हामी यहाँबाट लेफ्ट लाग्छौँ, राइट लाग्यो भने बालाजुतिर पुगिन्छ भने हामी चाहिँ ललितपुर जानुपर्ने भएको कारणले हामी लेफ्ट बायाँतिर लाग्छौँ। अब यो चाहिँ एउटा फास्ट रिङ रोड हो, हाइवे हो। यहाँ यस्ता ठुला ठुला ट्रकहरू, बसहरू, मालवाहक यात्रुवाहक साधनहरू चल्ने गर्छ। भिडभाड हुन्छ यो बाटो, त्यस्तो छ। अब अहिले अलिकति अफिस आवर पनि सुरु हुन लाग्यो, त्यही भएर बाहिर लामो दुरीका गाडीहरू पनि छिट्ने समय भएको कारणले गर्दा कलेजसम्म चाहिँ अलिकति व्यस्तता नै देखिन्छ बाटोमा। त्यसलाई हेर्नुहोस् त, काँक्रा भित्ताको नाइट बस छुटिसक्यो, 2:45 बजे छुटिसक्ने रहेछ। पुरा धनगढी जानेहरू भयो होइन, सुर्खेत जानेहरू भयो, नाइट गाडीहरू छुटिसक्ने रहेछ। काँक्रा भित्र जाँदाखेरि लगभग 15-20 वर्षको 10-12 वर्ष 15 वर्ष अगाडितिर होला, बिहान 11 बजे हिँडेको चलिरहेको छ। तपाईँको त्यहाँबाट लाइट छ नि त, घामले गर्दा। हामी स्वयम्भूबाट तल झर्दैछौँ, त्यो तल देखिएको सीता पाइला हो। सीता पाइला राम्रो देख्छ। यहाँबाट नौबिसे पुग्ने एउटा चाहिँ वैकल्पिक बाटो छ। धार्के भन्नुहोस्, धार्के नौबिसे। म त धेरै जसो यही धार्के बाटो हिँड्छु अहिले त। सजिलो छ, कहीँ जाम हुँदैन, धुलो धुवा कहीँ छैन, ठुलो हेभी गाडी कुनै पनि भेट्दैन, हिँड्न त्यहाँ कुर्दा नै मनाइसक्यो। मौसम अलिकति उहाँलाई सुहाउनु भएको छ।